सुनवर्षी मेला नयाँ वर्षको पहिलो दिन लाग्ने सुनवर्षी मेला झापा र मोरङ कतै बस्नुहुन्छ नि सुन्नु नै भएको होला। यो मेला जान भनेर आज हामी रेडी भयौँ, तर यहाँ विडम्बना चाहिँ के थियो भने हामी मध्ये कसैलाई बाटो थाहा थिएन। त्यही भएर हामी सबै गुगलमा बाटो हेरेर गुगलले जता देखायो त्यतैतिरबाट हिँड्यौँ। यहाँबाट स्कुलसम्मबाट संसारे भनेको बालुवाथान निस्किँदै रत्त तरेर जाने भनेर देखाइदियो। हामी गुगलले भने जसरी र बाटोमा देखेको मान्छे जाँदै गरेको मान्छेलाई पछ्याउँदै जसो तसो गर्दै गयौँ। यो जुन भाइ मसँग बसेको थियो यो भाइसँग स्पेसल ट्यालेन्ट छ अरे, यसले देखाएको ट्यालेन्ट अलि एकछिनमा हेर्नेछौँ। मेला कस्तो रहेछ भनेर छिर्नुभन्दा अगाडि नै 10 रुपियाँको चुना लगाइदिन्छ। यत्रो ठुलो झुलुङ्गे पुल छ, तर यो तलबाट हिँडेको चाहिँ 10 रुपियाँ अरे, भाटाको पुलबाट हिँडेको पैसा राई यो पुलको कुन पुलको यो पुलको अनि यो किन नचलेको गएर त्यहाँ नगरमा गएर सोध्दा हुन्छ। किनेर कसरी त्यो रसिद पनि दिएनन्, केही पनि दिएनन्। 10 रुपियाँ एकजनाको 10 रुपियाँ काटिरहेको थिएँ। त्यसपछि अलि अगाडि बढ्छौँ। मान्छेको भिड यति धेरै थियो कि मैले आजसम्म यति धेरै मान्छे देखेको थिइनँ। र यो मेला त झन् भर्खर सुरु भएको रहेछ। अन्तिममा झन् देख्नु भने तपाईँ छक्क गर्नुहुन्छ। सुनवर्षी मेला चाहिँ यो पोखरीको वरिपरि लाग्ने रहेछ र तपाईँले यो 20 रुपियाँको यहाँ पोखरीको वरिपरि गाड्नुभयो भने तपाईँले प्रायको कुरा पुरा हुन्छ भन्ने यहाँको मान्यता रहेछ। र यो सुनवर्षी मेलामा नुनदेखि सुनसम्म सब पाइन्थ्यो यहाँनिर। अक्षय कुमार र यहाँबाट हामी निस्कन्छौँ बाहिरतिर र बाहिर निस्केर देख्छौँ कि यहाँ झुलुङ्गे पुल फेरि सञ्चालन भएको। हामी आउँदाखेरि सुरु भएको थिएन, यो किनेर कसरी भयो थाहा छैन। र त्यहाँबाट हामी मेला सकेर घरतिर फर्किन्छौँ। घरबाट फर्केर हामीलाई थाहा हुन्छ कि यहाँबाट एउटा सर्टकट बाटो छ भनेर, तर पुल आदि बनेको रहेछ। जसो तसो गरेर कट्छौँ। घर 15 मिनटमा आइपुग्छौँ। 15, 20, 25 मिनटमा आइपुग्छौँ। जाँदा 1 घन्टाभन्दा बढी लागेको थियो। ल अरू